नोभा न्यूज म हुँ तपाईको प्रस्तुता। आज हामी लिएर आएका छौं नेपालका आजका मुख्य ताजा समाचारहरू। अब सुरु गरौं आजका प्रमुख खबरहरू। नेपालमा फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेपछि नेपालमा पनि पेट्रोल, डिजल र ग्यासको मूल्य बढाइएको बताइएको छ। यस मूल्यवृद्धिले यातायात, बजार भाउ र दैनिक जीवनमा असर पर्ने देखिएको छ। उपभोक्ताहरूले महँगी बढ्ने चिन्ता व्यक्त गरेका छन् भने सरकारमाथि मूल्य नियन्त्रण गर्न दबाव पनि बढिरहेको छ। विशेषज्ञहरूका अनुसार यदि अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढिरह्यो भने आगामी दिनमा थप मूल्यवृद्धि हुने सम्भावना पनि देखिएको छ। धार्मिक यात्राबाट फर्किँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 7 जनाको दुःखद मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले तत्काल उद्धार कार्य गरेका थिए। यो घटनाले सडक सुरक्षाबारे फेरि गम्भीर प्रश्न उठाएको छ। पछिल्लो केही दिनदेखि प्री मनसुन मौसमको प्रभाव देखिन थालेपछि देशका विभिन्न क्षेत्रमा हावाको गुणस्तरमा केही सुधार भएको बताइएको छ। मौसमविदहरूका अनुसार हावा चल्ने र हल्का वर्षा हुने सम्भावनाले प्रदूषण घट्न मद्दत गरिरहेको छ। तर अझै पनि राजधानी लगायत धेरै शहरमा प्रदूषणको स्तर पूर्ण रूपमा सुरक्षित भने नभएको भन्दै नागरिकलाई सावधानी अपनाउन सुझाव दिइएको छ। गर्मी मौसम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्न थालेको छ। यसलाई ध्यानमा राख्दै सरकारले केही जिल्लामा विशेष नियन्त्रण टोली गठन गरेको छ। ती टोलीहरूले सम्भावित डढेलो रोकथाम, निगरानी र नियन्त्रणको काम गर्नेछन्। वन डढेलोले वातावरण, वन्यजन्तु र स्थानीय बस्तीलाई ठूलो जोखिममा पार्ने भएकाले सबै नागरिकलाई सचेत रहन पनि आग्रह गरिएको छ। देशमा पछिल्लो समय राजनीतिक गतिविधि तीव्र बनेको छ। विभिन्न दलहरूबीच सरकार गठन र राजनीतिक समीकरणबारे छलफल जारी रहेको बताइएको छ। नेताहरूबीच लगातार बैठक भइरहेका छन् भने नयाँ राजनीतिक निर्णय